So hello guys, welcome to my new vlog. So आज सटरडे हैन, आज सटरडे अफिस बिदा. सो हप्तामा एक दिन बिदा पाइन्छ, त्यही पनि अब हैन यसो घर बसिराख्नु भन्दा नि यसो बाहिर गएर घुमेर आम भनेर हामी दुईजना हिँडिसकेका छौँ. अब हाम्रो डेस्टिनेसन कहाँ हो भन्ने कुरा चाहिँ अब कन्फर्म चाहिँ अझै राम्रोसँग भएको छैन, हामीलाई थाहा छैन. अरू साथीहरूले चाहिँ बोलाएको छ हामीलाई चाबेलमा, त्यहाँ गइरहेछौँ. अब त्यहाँबाट चाहिँ कहाँ जाने हो भनेर अब साथीहरूले सरप्राइज जस्तै राखेको छ अहिलेसम्म. सो हाइकिङ चाहिँ भनेछ, अब ठ्याक्कै कुन ठाउँ भनेर चाहिँ भनेको छैन. सो दुईजना चाहिँ जान्ला छौँ. अस्ति जाँदाखेरि चाहिँ चेतिसकेको छ कस्तो हुन्छ भनेर. सो हामी फुल प्रोपर पुरै प्लानका साथ, तयारीका साथ दुईजना जान लागेको छौँ. सो अब बस स्टपतिर नि पुग्न लागिसक्यौँ. अब त्यहाँबाट चाबेलको गाडी चढेर हामी जानेवाला छौँ. हुन्छ यता छ, यो चाहिँ रानीबारी एरिया हो. हामी यतातिर बस्छौँ, यतातिरको. अनि ऊ चाहिँ धीरज हो, देख्न सक्नुहुन्छ. हेलो गाइज, हामी पुगिसकेका छौँ अब चाबेल. सो अब एकछिन साथीहरूलाई वेट गर्छौँ. सो हेलो गाइज, हाम्रो दुईजना साथीहरू आइसक्यो. यता हुनुहुन्छ सन्तोष दाई, अर्को त माछा मार्ने दाई. कता जानु हे माछा मार्ने दाई? अलि हामी बसमा चढिसक्यौँ होइन. सो हामी कहाँ जाँदैछौँ रे दाई? हामी हाम्रो खासै गन्तव्य निश्चित चाहिँ छैन. सुन्दरी जल पुग्छौँ, त्यहाँबाट जता पनि जान सक्छौँ हामी. हेलो गाइस, सो हामी अब सुन्दरी जल झरिसकेका छौँ. यता छ गेट अनि सबै केटाहरू. सो फाइनल्ली गाइज अब हाम्रो हाइकिङ सुरु भइसकेको छ होइन. ट्याक्क उक्लिने हेर्नु माथि कस्तो छ उकाल. अनि यता चाहिँ लरुपक्दा के भन्दै हुनुहुन्थ्यो? म दुई शब्द के भन्न चाहन्छु भने आजको यात्रा धेरै टाढासम्म जाने थियो. समयको अभावको कारणले हामी त्यहाँ पुग्न सकेनौँ. त्योभन्दा अलि नजिक जाँदैछौँ हामी. कहाँ रे? ओख्रेनी होइन, ओख्रेनी झर्ना. ओख्रेनी झर्ना हेर्न जाँदैछौँ. सो गाइज देख्न सक्नुहुन्छ, यहाँ चाहिँ टिकट काट्ने काउन्टरमा पुगिसक्यो. सो गाइज अलिकति माथि आएपछि होइन हेर्न सक्नुहुन्छ खतरा झर्ना छ. अब यहाँनिर हामी एक दुईवटा फोटो खिच्छ होला. साथीहरू, हामी चाहिँ अहिले ओख्रेनी झर्ना जाँदैछौँ. हामी लगभग 30% बाटो हामीले पार गरिसकेका छौँ. अब 70% हामी छिटै पार गर्छौँ भन्ने हामीलाई विश्वास लागिरहेको छ. साथीहरू अगाडि हिँडिसके. गाइस त्यहाँ हेरौँ, वेलकम टु सुन्दरी जल है. अब हामी यहाँबाट अगाडि जान्छौँ. धारा छ. अब हामी पानी सानी खाइरहेछौँ होइन. ल गाइजहरू, हामी चाहिँ अहिले के झर्ना रे? मैलुङ होइन, ओख्रेनी झर्ना. ओख्रेनी झर्ना चाहिँ आइपुगेको छैनौँ, तर एउटा सानो सानो झर्ना रहेछ यहाँनिर. म तपाईँहरूलाई देखाउनु चाहन्छु. अहिले चाहिँ हामी यो झर्नामा आइपुग्यौँ. नाम के हो थाहा छैन है, तर झर्ना चाहिँ झर्ना. हेलो गाइज, सो हामी एकदमै माथि पुगिसकेका छौँ होइन. अब यहाँबाट चाहिँ भ्यू चाहिँ देखिरहेछ. अब त्यो चाहिँ हजुरहरूलाई देखाउने छौँ. सो भ्यूज गाइज, मनोरम दृश्य. सो देख्न सक्नुहुन्छ एकदम कडा छ. यता चाहिँ मुन पनि देखिरहेछ.
कुन चाहिँ फापर हो त्यही ए रातो रातो यो रातो रातो चाहिँ फापर हो अनि कोदो चाहिँ कोदो हो त्यो अनि यो चाहिँ के हो यो होला त्यही बल्ल चाहिँ अब फाइनली डेस्टिनेसनमा चाहिँ पुगिसकेका छौँ अब हजुरहरूले देखाउने छौँ त है कस्तो छ सो देख्न सक्नुहुन्छ यही छ झरना यही हो झरना रे होइन फेरि झरना भने चाहिँ यही हो हामीसँग चाहिँ एकदमै ठुलो प्र्याङ्क भयो जस्तो भयो कि अब एक्सपेक्टेसन के थियो रियालिटी चाहिँ के भयो कि रूपक दाजु एक्सपेक्टेसनहरू चाहिँ रियालिटी भयो नि त के भन्नुहुन्छ हजुर यो देखेर चाहिँ के लाग्यो हजुरलाई यो देखेर हात्तीको फोटो देखाएर भ्याएको त चढा जस्तो लाग्यो ए त्यत्रो चढेर आएको केही मजै आएन है गरिब महिना चाहिँ पौडी खेल्न मजा आउँछ ओर्थेट चाहिँ लागेन है यहाँदेखि यहाँसम्म हिँडेर आएको तर मेन झरना चाहिँ उता माथि छ भनेछन् तर के खोजेको रूपक दाइ यस्तोमा 4वटा पार्ट हुन्छ भाइहरूसँग के खोज्यो थाहा रहेछ यो चारवटा पार्ट भेट्यो भने चाहिँ के हुन्छ ल पर्छ अरे यो चाहिँ रियर केस हुन्छ है चारवटा हुने भनेर रियर हजुरले अहिलेसम्म भेट्नु भएको छ कि नै एक दुईचोटि भेटेको थियो लभ चाहिँ परेन अनि भनेपछि त्यो भनाइअनुसार चाहिँ गलत रहेछ होइन भने गलत साबित हेलो गाइस सो यहाँ देख्नुहुन्छ यो चौरमा हामी यो चौरमा जानलाई चाहिँ बाटो चाहिँ यता छ तर हामी यो सर्टकट भएर जानेवाला छौँ सो रूपक दाइ कस्तो लाग्यो त हजुरलाई यहाँको भ्यू झर्ना चाहिँ बकवास लाग्यो भ्यू चाहिँ 10 आउट अफ हजुर 8 चाहिँ दिनुहुन्छ होइन हामी एनर्जी ड्रिङ्क खान जानला छौँ ल के त अब हामी यो ठाउँबाट चाहिँ अब फर्किन लागिसकेछौँ देख्न सक्नुहुन्छ एकदमै चिसो भइरहेछ अहिले ज्याकेट स्याकेट लगाइसकेछौँ यता रूपक दाजु हुनुहुन्छ जाडो भएर यहाँ यस्तो जाडो छ है गाइजहरू आएपछि चाँडो फर्किनुपर्छ नत्र नि जाडो हुन्छ जाडो सो अब हामी फर्किन लागिसकेछौँ अब आउँदाखेरि त कति 3 घन्टै जति लाग्थ्यो होइन बिल्कुल सही बात बोले आउने बेला चाहिँ 3 घन्टा लाग्थ्यो अब जाने बेला चाहिँ कति बेला पुग्छ होला हजुर गेस हान्थ्यो त टाइम कति भयो अहिले 4:30 4:30 भयो हामी 5:30 सम्ममा तल फेरि सुन्दरी जलसम्म पुगिसक्छौँ उकालो त त्यसो जाने चौकी हेलो गाइस सो अब हामी यहाँ बस पार्कमा पुगिसकेका छौँ सो फाइनल्ली बस पाइसकेको छ हामीले यही बसमा जान्छ हेलो गाइस सो अब हामी चाबेल पुगिसकेका छौँ अनि अहिले चाहिँ हाम्रो चिया ब्रेक भइरहेछ अब यहाँबाट चाहिँ हामी सबैजना छुट्टिनेछौँ होइन हेलो गाइज सो फाइनल्ली अहिले हामी पुगिसकेका छौँ रुम होइन सो अहिले चाहिँ घडीमा 8 बजिसकेको छ धेरै नै टाढा थियो सो यता देख्न सक्नुहुन्छ दादा हुनुहुन्छ छोरी छ हाई भन साना हाई यता दादा हुनुहुन्छ सो आजको लागि यति सो बाई यत्रो सानो बोटमा नि सुन्तला चाहिँ लत्रम्मै फर्लिरहेछ यता चाहिँ सुन्तलाको भाइ मुन्टाला रहेछ